हिजो आज सडकलाई फुर्सद छैन। तातेको छ सडक। चैते धूपले भन्दा बढी राजनीतिक सगर्मीले जिन्दाबाद र मुर्दाबादको नारा लगाउनेहरूलाई देखेर सडक पनि अचम्म मान्दो हो। यिनै मान्छेहरू हुन् उहिले फलाना चोर देश छोड भन्दै कराएको। आज समय बदलिएको छ। तिनै मान्छेहरू हिजोको त्यही चोरलाई फलाना आओ देश बचाओ भन्दैछन्। सडक चुपचाप हिजो पनि मुख दर्शक थियो, आज पनि मुख दर्शक छ। सडकलाई जिन्दाबाद र मुर्दाबादसँग कुनै आपत्ति छैन, कसैप्रति कुनै गुनासो छैन। सडकले कुनै पनि बातको प्रभावमा नपरे कसैलाई भेदभाव नगरी नारा लगाउन स्थान दिएको छ। प्रतिगामी, अग्रगामी, राजतन्त्रवादी, गणतन्त्रवादी, समाजवादी, पुँजीवादी यी सबैप्रति सडक निरपक्ष छ। सडकले पक्कै यो बुझेको छ, हिजो मुर्दाबाद भन्दा चलेको थियो गोली, बसेको थियो लाठी, गरिएको थियो पक्राउ। आज मुर्दाबाद भन्नेहरूलाई प्रहरीले नै सुरक्षा दिइरहेको छ। परिवर्तनको असली साक्षी यही सडक हो। परिवर्तनको पहिलो पाइला यही सडकबाट चालिएको थियो। कविता वाचन गर्दा गर्दै कुनै कविलाई यही सडकबाट उठाएर बन्दी बनाइएको थियो। किताब छापेकै कारण छापाखानामाथि नियन्त्रण राख्न गएका प्रहरी पनि यही सडकबाटै हिँडेर गएका थिए र जफत गरेका थिए पुस्तकहरू। धम्की दिएका थिए प्रकाशकलाई। निरङ्कुश सत्ताको लाठी प्रहारबाट घाइते भएका योद्धाको पहिलो थोपा रगत पनि सडकले नै पिएको थियो। गोली लागि शहीद भएको पहिलो व्यक्ति पनि सडकमै ढलेको थियो। आन्दोलनकारीले फालेको ढुङ्गाको पहिलो चोट पनि सडकले नै पाएको थियो। आन्दोलनमा राज्यले गरेको मानव अधिकार विरोधी गतिविधि पनि सडकले चुपचाप हेरिरह्यो। टायरका आगोलाई पनि सडकले चुपचाप सहिरह्यो। साइरन बजाउँदै हुर्किरहेका सेनाको ट्रकले हुल्काहुल सेना ओसार्दै प्रेसका समाचार कक्षमा थुपारेको पनि सडकले देखिरह्यो। पसलहरू लुटिएका, बालबालिका कुटिएका, अनेक कुराको साक्षी छ सडक। सडक अनुभवी छ, सडक परिपक्व छ। त्यसैले अब सडक मौन बस्नु हुँदैन, निरपक्ष रहनु हुँदैन। छुट्याउनु पर्छ दूधको दूध, पानीको पानी। इतिहासको कठखडामा उभिएर सडकले दिनुपर्छ गवाई, दिनुपर्छ प्रत्यक्षदर्शी भएर बयान इतिहासलाई। हिजोको जस्तो इन्टरनेट बन्द गरिएको छैन आज। हिजो चाहिँ टेलिफोनका तार काटिएका छैनन् आज। प्रेसमा सेना उतारिएका छैनन्। सम्पादकको घाँटीमा बन्दुकको नाल तिर्साइएको छैन। निर्वाचित प्रधानमन्त्रीलाई अध्यस्त गरिएको छैन। कविहरूलाई कविता वाचन गर्दा गर्दै पक्राउ गरिएको छैन। प्रकाशकलाई किताब प्रकाशन गर्दा धम्की दिएको छैन। पुस्तक जफत गरिएको छैन। हिजो जस्तो जनबाट रोकिएको छैन कसैलाई। यी सबै कुरा बुझाउनु पर्छ सडकले जनतालाई। आज सडक निकै संवेदनशील घडीमा उभिएको छ। इतिहासकै ठूलो जिम्मेवारी सडकको काँधमा आइपुगेको छ। त्यसैले सडकले चिर्नुपर्छ भ्रम, उतार्नु पर्नेछ मुकुट र चिनाउनु पर्नेछ भ्रम छर्नेहरूको असली अनुहार। होइन भने यत्रा घटना देख्दै पनि प्रत्यक्ष साक्षी हुँदा हुँदै पनि मौन बसेको संगीन आरोप लाग्नेछ सडकलाई। इतिहासले पनि धिक्कार्नेछ सडकलाई। धन्यवाद।